हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म पनि सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला है। हेर्नु न, आज म बारीमा पानी हाल्न लागेको थिएँ। अनि मेरो बारीमा चाहिँ यतापट्टि मैले घिउसेमहरू लगाएको छु, पुरै घिउसेम हो यो। अनि यता चाहिँ धनियाँ रहेछ, यो थोरै लसुन, अनि यता चाहिँ मैले कोपीहरू लगाएको छु, अनि रायोको साग पनि यता लगाएको छु छेउमा। अनि यतापट्टि चाहिँ टमाटरहरू रहेछन्, यो छेउछेउमा सबै टमाटर हो। यता गोबीहरू छन्, अनि यता नि गोबीहरू छन्। यता पुरै लटरम्म खुर्सानीहरू भर्खरै फुल त ला छैनन्। यतातिर सबै मेरो यो खुर्सानीहरू लगाएको छु। अनि त्यसपछि यता रायोको सागहरू हो, पुरै रायोको सागहरू हो, 3-4 छाक जति खाइयो। यतानिर चाहिँ पालकको साग लगाएको थिएँ। यता यो पालकको साग पनि 1 छाक पकाएर खाएँ। यता हेर्नु न, कति राम्रो धनियाँहरू, चटनी खानलाई धनियाँहरू लगाएको छु क्या। अनि यता फेरि मेरो लसुनहरू, घिउसेम पनि फुल्न लायो, कति राम्रो फुलेछ है। छेउछेउको सबै टमाटर हो के, हेर्नु न कति राम्रो टमाटरहरू भएको छ। फुलिरहेछ, फुल चाहिँ फुलिरह, अब फल्ने चाहिँ कहिले हो थाहा छैन। अनि गोबीहरू पुरै लगाएको छु होइन, यो छेउछेउमा यो सबै गोबीहरू हो। अनि यो चाहिँ रायोको साग, यो छेउछेउमा यताको पनि 1-2 छाक खाइयो। पानी चाहिँ हालिरहेको छु के तरकारीमा, यो लसुनहरूमा हालिरहेको छु पानी। अनि यता चाहिँ सबै मैले टमाटर लगाएको छु के। अनि यताको चाहिँ पुरै भेन्टा हो, गोलो भेन्टा, सबै यो गोलो भेन्टा हो। सबै यो छेउछेउको लास्टै झारहरू आछन् के। यताको सबै भेन्टा रहेछ, यतानिर नि भेन्टा छ, सबै भेन्टा हो के यताको। उता चाहिँ उखुहरू छन्, हाम्रो बारीको छेउपट्टि उखुहरू, धेरै उखुहरू नि छन्। यता हल्दीहरू छन्, यता पुरै जङ्गल जस्तै छ। तरकारीमा त लास्टै झारहरू आछन् के साथीहरू। अब यसलाई उखाल्न पर्छ सबै।